हेलो गाइस, गुड मर्निङ भन्न त हेलो भन्न त हेलो पुरा भने त हेलो भन्नु। अहिले चाहिँ म दोकान जाँदैछु। दोकान के अरे वाकिङ स्टाइल देखाउँदैछ त गाडी रोकिवरी त वाकिङ स्टाइल दिँदै हिँड्छ त। अनि आजको भात सब्जी कस्तो भएछ? भात सब्जी कस्तो भएछ? सिधै हुन त के बनाएको थियो, के भयो? यही बनाउनु खोजेको थिएँ मैले खासमा। के भन्छ आलुको दाल बनाउँछु अनि त्यहाँदेखि भात फ्राई गरेर लान्छु भनेर सोचेको थिएँ। यही बनाउनु खोजेँ। तेल बेसी भएछ। मलाई लाउँदाखेरि त्यस्तै लागेको थियो होइन, मैले तेल बेसी लाएँ जस्तो लागेको थियो। अब सब्जीमा त अब त्यस्तै हो, भातमा पनि थोरै बेसी भएछ। भातमा त थिएन त्यो सब्जी र भात मिक्स गरेकोले गर्दा। जस्तो होस् भात मिठो छ। मलाई त मिठो भएन, म त अगाएँ। म त बिहानै तिमी अहिले लेट हुने रहेछ भनेर चिया किन्नु भनेर उहीँ पुगेको थियो। चिया किन्नु भनेर आन्टीको त्यहाँबाट खाएर 2टा ब्रेड यहीँ राखेको छ। यो अर्काको पो मैले तपाईँले खाएछ भन्ने। आज चाहिँ दिन पनि पानी परिरहेछ होइन। अनि मेरो काम चाहिँ के छ भने यो पत्ता काटेर धुनु छ। अनि बाहिर दिन त चिसो चिसो छ, मैले आज फ्यान पनि लगाएको छैन, यस्तो अड्किरहेछ। अनि के गर्नु, यहाँ पानीमा हात लाउनु जाँगर चलेन मेरो। पानीमा हात लाउनु जाँगरै चलेन। अनि फेरि घाम नलागेर हामीले यो यसरी सुकाउनु पर्छ नि त। घाम नलागेर यो पनि अघि त्यो हिजो अस्तिको दिनको त अघि नै बिग्रेर फ्याँक्यो। घाम नलाग्दा पनि बिजो, घाम लाग्दा पनि गरमले हुन्छ हप्याक। के गर्नु होला जिन्दगी। जे भयो नि मेरो केस चाहिँ लामो छ। घाम नलाग्दा त केस पनि जस्तो राख्दा पनि हुँदो रहेछ नि। मतलब जसरी राख्दा पनि यस्तो यता टाँस्यो किचिकिची, फेरि यता टाँस्यो किचिकिची हुँदैन रहेछ नि। यसरी छोडेर राख्दा पनि भइरहेको छ। मेरो बुढाले यहाँ अन्डा किनेर ल्याएछ। बेलुका ढुक्कै हामी रक पेपर सिजर कस्तो मुकै नलाई सिजर खेल्छ नि त। कतिवटा लियो अन्डा? ओ दा त्यो कालो लाँदैन, उयो अर्को लैजाऊ न। त्यो कालो नलाने के कस्तो टाँसिन्छ, धुँदा हुन्छ। होइन जान्छ त्यो, राख न। अब चाहिँ हामी घर जानु आँटेको। मेरो अनुहारमा पिम्पल निस्केर हेर न, पिम्पल यहाँबाट यत्रोबाट टुटुल्कै बसेको रहेछ हौ। हाउ मैले अघि ठिक पारेको छु। अहिले उसले निचर्नु पाउँछ भनेको होला, हुँदैन। अर्काले निचर्नु त यस्तो नराम्रो दुख्छ नि। टिप्यो। अब चाहिँ हामी घर हिँडेको। यहाँको नजारा यस्तो छ। मेरो बुढा यहाँ बसेर अघि गाडीमा बसिरहेछ। यस्तो पुरा कुहिरो लागेको त छैन, तर कुहिरो लागेको जस्तो छ। लाइटले गर्दा यस्तो देखेको हो कि। अब यहाँ गाडी खोलेर सामान लाउनु पर्छ। हाक्छि गयो। एक्सक्युज मी भन्नु अरे नि। एक्सक्युज मी भन्ने मुखमै छैन। हेर न अन्डा हातमै बोक्दिएर बसिरहेको छ। के भन्नु छ? केही छैन, अब खाने हो, पकाउने खाने यो पकाउँदा। हामी घर आइपुग्यो। मेरो बुढाको यो हेर नहेर्नु, यहाँ नहेर्नु। अन्डालाई जाली लगाइरहेछ। अन्डालाई जाली कसले लाउँछ? मेरो बुढाले लाउँछ। कनी निकाल्दैछ नि। कतिवटा उसिन्ने हो हेर। अन्डालाई जाली लगाइरहेछ। यतिको चाहिँ हुनुपर्छ, यतिको क्लिनिनेस चाहिँ हुनुपर्छ। 4टा उसिन्ने। हामी अहिले चाहिँ यो नुडल्स लिएर आएको छ। यो नुडल्स अनि रक पेपर सिजर गर्ने खेल्ने हो। होइन त बुढा यता भनेर भन न। बात त सही है। हामीले होइन रक पेपर सिजर पनि खेलिसक्यो। खाएर यहाँ
यहाँ उता भ्लग एन्ड गरौँ त मेरो ऊ चाहिँ जहिले पनि थालबटुको धुनेमा परिरहेको छ आज ओके बाई एपेन्स लाग्दैन गाइस मलाई हेपेको होइन मैले म नुहाउनु पर्ने छ त्यो ऊ आफै अन्डरस्ट्यान्ड गरेर धोएको ओके बाई सब्सक्राइब माई च्यानल थ्याङ्क यू फर वाचिङ